हाई एभ्रिवान। मलाई चाहिँ यो मदनको छुट्टी भएको बेलामा हो घरमा बस्दा बस्दा वाक्क लाग्छ अनि कहीँ बाहिर जाम जस्तो लाग्छ। अनि त्यहाँदेखि मदनलाई आज नि जाउँ न बाहिर कतै भनेको पानी परेको थियो कि फेरि आज चाहिँ कस्तो ठुलो पानी परेको थियो। अनि जाउँ काम पनि हुन्छ घुमाइ पनि हुन्छ फ्रेस पनि हुन्छ गार्डनतिर जाउँ अलिअलि फुलको बिरुवाहरू हेरौँ सामानहरू हेरौँ भन्यो। अन्त गयौँ गार्डन गयौँ अनि हामीले अलिअलि फुलहरू हेऱ्यौँ अनि माटो मलहरू ल्याउनु थियो के घरमा। अनि नयाँ बिरुवाहरू थियो अनि बिरुवा राखेको थिएँ मैले अनि त्यो बिरुवा सार्ने बेला भएको थियो। अनि मल माटो चाहिएको थियो कि बिरुवा सार्नुको लागि मल माटो अनि त्यस पछाडि उयो के अरे कोकोपिट चाहिएको थियो अनि त्यो ल्याएँ। अनि त्यहाँदेखि घर फर्किँदा घाम लाग्यो अनि घाम लागेपछि हामीहरू फेरि बजार गयौँ। अनि बजार गएर यो पर्दाको कपडा हेर्नु थियो अनि त्यस पछाडि सर्टर हेर्नु थियो अनि सर्टर पर्दा कपडा अर्डर गऱ्यौँ। अनि क्याबिनेटहरू हेऱ्यौँ हामीले अनि हामीलाई चाहिएको थियो नि त घरमा छैन नि त ल्याएको अनि हेरेर त्यो पनि अर्डर गऱ्यौँ। अनि त्यस पछाडि मलाई ऐना चाहिँ यो चाहिँ मन परेको तर राख्ने जग्गै भएन के घरमा यत्रो ठुलो राख्ने जग्गै भएन सानोहरू छ नि त अनि मलाई ठुलो राख्नु मन लागेको थियो त्यो चाहिँ राख्ने जग्गै भएन। अनि त्यहाँदेखि लाइटहरू हेऱ्यौँ अनि एउटा लाइट मन पर्यो अन्त त्यो लाइट बोकेर आयौँ घर। राति भइसकेको थियो कि त्यही भएर घर आयौँ अनि आएर मदनले लाइटहरू जोड्यो मैले खाना पकाएँ खायौँ। आजलाई यति नै भिडियो हेरिदिनु भएकोमा धन्यवाद बाई।